हेलो एभ्रिवान, हामी नरसिंहधाम जाँदैछौँ। भर्खर बस स्टप पुग्यो नि त बुवा, हामी बुवा पुगिरहेछौँ भएको कि क्या हो छैन जाँदै। अब यहाँबाट कतिको हिँड्नुपर्छ तपाईँलाई खबर गर्छु है, कति टाइम लाग्छ थाहा छैन मलाई पनि। जाँदैछु भिडभाड छ। हाम्रो यहाँ सेमसेवक भाइले अब 20 मिनट लाग्छ भन्नुभएको छ, हो कि होइन तपाईँलाई जानकारी गराउँदैछु है। आज पनि उस्तै छ मान्छेहरू, तिनीहरूको दिन भिड त भइ नै हाल्छ है, के गर्नु। यहाँनिर 20-25 जति मिनट आएपछि जोस मन्दिर चाहिँ आइपुग्यो साथीहरू। आइपुग्यौँ गाइज, हामी पनि यस्तो भिडभाडमा हामी त रमाइलो छ। आउनु तपाईँहरू पनि, तपाईँहरू सबै ठिकै छ नि है, गाह्रो भएको छैन। धन्यवाद। राधे राधे ईश्वर। ल भयो मैले यही पर्छ ल। नमस्कार साथीहरू, आज हामी यहाँ नरसिंहधाम आएको। धेरै सुविधा भयो, धेरै सजिलो के। अब गर्मी त अलिअलि भइ नै हाल्छ, अस्ति धेरै गर्मी पनि भएको होला, त्यति बेला सुविधा पनि थिएन होला। आज त धेरै सुविधा भयो, किनकि खाना फ्री छ, पानी फ्री छ, खरबुजा फ्री छ, अनि योभन्दा फ्री कहाँ पाइन्छ। हामी यति धेरै ठाउँमा अब धर्मस्थलमा गएँ, मठ मन्दिर गएँ, कहीँ यो जस्तो सुविधा कहीँ देखिनँ मैले त। आउनुहोस् है, तपाईँ पनि नडराइकन। भन्दा अगाडि आउने साथीहरूलाई त धेरै गाह्रो भएको रहेछ, किन भयो पनि होला, धेरै घाम लागेको थियो। यहाँ चाहिँ हिजो पानी पर्नाले गर्दा अलिक चिसो छ, तरै पनि गर्मी त गर्मी नै छ। तर हिजो चाहिँ त धेरै गाह्रो भएको होला, तर सुविधा चाहिँ छ है। अब चाहिँ